आफ्नै तजविजले यत्रो ठुलो गोलमाल गरे होला। काम तमाम, लिने दिने खुवाउने खाने सब काम सिद्धिन्छ। झन्डै 10 अरब भन्दा बढी भ्रष्टाचार भएको भनिएको छ। नमस्कार साथीहरू, पोखरा विमानस्थलमा भ्रष्टाचार भएको खबर अब हल्ला र शङ्कामा मात्र सीमित रहेन। संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमिति जो सांसद राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा गठित भएको थियो, जसमा पक्ष र प्रतिपक्षका गरेर 11 जना सांसदहरू त्यो समिति उपसमितिमा सम्मिलित पनि थिए। उहाँहरूले विभिन्न उपलब्ध कागज पत्रहरूको अध्ययन गरेर, फिल्डमै गएर निरीक्षण गरेर, अरू विभिन्न पक्षहरू केलाइसकेपछि 10 अरब भन्दा बढीको त भ्रष्टाचार मात्रै भएको भन्ने कुरा बाहिर आएको छ र यसको अझ थप अनुसन्धान गर्दै हालैसम्मको कारबाही गर्नुपर्छ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयो र सम्पत्ति शुद्धिकरणलाई निर्देशन दिएको छ त्यो उपसमितिले। उक्त रिपोर्टको विमानस्थल निर्माणको विकासक्रम तथ्य र तथ्याङ्क भन्ने बुँदा अन्तर्गत कुन मितिमा कसले के गरेको थियो र कसरी विमानस्थल निर्माणको नाममा बदमासी गरिएको थियो त्यसको डिटेल राखेको छ त्यो रिपोर्टमा। यो रिपोर्टमा मन्त्री र प्रधानमन्त्रीहरूको नाम कतै पनि उल्लेख नगरे पनि यो सुरु हुँदा प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री सुरेन्द्र पाण्डे अनि शरदचन्द्र भण्डारी नागरिक उड्डयन मन्त्री थिए। त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा सबैको पालामा यहाँ चलखेल र काम भएको देखिन्छ। त्यसैगरी अर्थमन्त्रीहरूमा वर्षमान पुन, सुरेन्द्र पाण्डे, शङ्कर कोइराला, युवराज खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाश शरण महत, विष्णु पौडेल अनि पर्यटन मन्त्रीहरूमा शरद सिंह भण्डारी, भीमाचार्य, आनन्द प्रसाद ढुङ्गाना, जितेन्द्र नारायण देव, जीवनबहादुर साई, रविन्द्र अधिकारी, योगेश भट्टराई, भानुभक्त ढकाल, प्रेम आले, सुधन किराती यी सबैको कुनै न कुनै रूपमा संलग्नता थियो। माथिको निर्देशन र सहमति बिना यत्रो घोटाला पक्कै भएन। तर मन्त्री र प्रधानमन्त्रीहरूको नाम कतै पनि उल्लेख भएको देखिँदैन यो रिपोर्टमा। एकपछि अर्को गर्दै पालै पालो सबैको समयमा चलखेल भएको र केही न केही काम भएको देखिन्छ यो ठाउँमा। मन्त्रीहरूलाई उल्लेख नगरे पनि यो रिपोर्टले कारबाही गर्नुपर्नेहरूको लिस्टमा चाहिँ कर्मचारीहरूको नाम राखेको छ, अर्थात् नीतिगत भ्रष्टाचारलाई चोख्याउन खोजेको जस्तो देखिन्छ यो रिपोर्टमा। ललिता निवास काण्ड जस्तै मन्त्रीहरूले अथवा राजनीतिज्ञहरूले भ्रष्टाचार गर्दैनन्, भ्रष्टाचार गर्ने यति सबै कर्मचारी नै हुन् भन्ने जस्तो यहाँ पनि देखिन्छ। अब यति बुझिसकेपछि आउनुहोस् हेरौँ डिटेलमा कसले, कसरी, कुन तरिकाले, कहिले, कसरी बदमासी गरेको रहेछ, भ्रष्टाचार गरेको रहेछ। भ्रष्टाचारको अर्को महाभारतको कथा छ यहाँभित्र, आउनुहोस् हेरौँ। पोखरा एयरपोर्टको परिकल्पना सुरु भएको थियो विक्रम सम्वत 2015 साल अर्थात् पञ्चायत काल सुरु हुनुभन्दा पनि अगाडिदेखि। त्यसपछि आएर 2032 सालमा 3106 रोपनी जग्गा अधिग्रहण गरेर यो कामको यहाँ एयरपोर्ट बनाउनुपर्छ भन्ने कामको थालनी सुरु गरिएको थियो। काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढिरहेको र त्यसलाई कम गर्नको लागि क्षेत्रीय एयरपोर्ट बनाउनुपर्छ भनेर पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय एयरपोर्ट बनाउने भन्दै माधव कुमार नेपाल प्रधानमन्त्री अनि सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको बेलामा अर्थात् विक्रम सम्वत 2067 सालमा टर्न की आयोजना अन्तर्गत रूपमा इपिसी मोडलमा काम गर्ने भन्ने निर्णय भएको थियो। यी दुईटा कुराहरू स्पेसल्ली टर्न की र इपिसी मोडल याद गर्नुहोला। गोलमाल यसैको कारणले हुनेवाला छ, एकैछिनमा म त्यो कुरा बताउनेछु। एयरपोर्ट बनाउने लागत $145 मिलियन अनि 550 रोपनी अरू थप जग्गा अधिग्रहण गर्नको लागि भनेर $30 मिलियन। त्यो दुईटा जम्मा गरेर लगभग $175 मिलियन सबै काम सिद्ध्याउने भनेर अनुमान सहितको एउटा टेन्डरको कागजात तयार गरिन्छ त्यो बेलामा। यो $145 मिलियन पनि याद गरिराख्नु होला। यसमध्येमा अप्पर त्रिशुली प्रोजेक्टबाट बचत भएको $80 मिलियन पनि यसैमा लगाउने निर्णय पनि गरिन्छ त्यही बेलामा। तर उक्त $80 मिलियन यो आयोजनामा कहिले आयो, कहिले गयो, आयो कि आएन, त्यसको अवस्था के छ कतै पनि उल्लेख गरेको पाइँदैन। त्यसैले यो पनि छानबिनको विषय हो। मोडल तयार भयो, अब एक्जिक्युसन गर्नको लागि नयाँ खेलाडी इन्ट्री हुन्छ यो भित्र, चाइनाको एम्बेसी मार्फत चीनको सरकारलाई यो जुन प्रोपोजल छ त्यो प्रोपोजल पठाइन्छ। चीनको एक्जिम बैंक जसले यो कामको लागि ऋण दिँदै थियो भविष्यमा, उसले पोखरामा गएर बन्नेवाला विमानस्थलको स्थलगत निरीक्षण गर्छ। अब माधव कुमार नेपालको ठाउँमा प्रधानमन्त्री भएर आउँछन् बाबुराम भट्टराई, वर्षमान पुन अर्थमन्त्री अनि लोकेन्द्र विष्ट पर्यटन मन्त्री भइसकेका हुन्छन् सबै माओवादीका। त्यही बेलामा एक्जिम बैंक जसले लोन दिँदै थियो उसका प्रतिनिधि अर्थ मन्त्रालयमा बैठक बस्छन् अनि ठेकेदार कम्पनी छनौट गर्ने र ऋणको निवेदन दिने बारे कुरा फाइनलाइज हुन्छ। त्यहीँभित्रै फाइनलाइज अरू पनि कुरा भयो होला, त्यो कुरा बाहिर आउँदैन।
यो रिपोर्टले पनि त्यो बारेमा केही कुरा गर्दैन। यही बेलामा अघिल्लो सरकारको पालामा भएको ओरिजिनल लागत अनुमान जुन थियो त्यो संशोधन हुन्छ र चिनिया कम्पनी, चिनिया साझेदार र नेपाली साझेदार त्यति मात्रै सहभागी हुन पाउने गरेको सार्वजनिक खरिद ऐन अन्तर्गत 45 दिने सूचना निकाल्ने निर्णय हुन्छ। फेरि दोहोऱ्याउँदैछु, ध्यान दिएर सुन्नुहोला, चाइनाको मात्रै कम्पनी सहभागी हुने गरेको सूचना निकाल्ने तयारी हुन्छ। तयार भएको उक्त इपिसी टेन्डर डकुमेन्ट, इपिसी याद गर्नुहोला, नेपाल सरकार र चिनिया सरकारलाई पठाइन्छ कपी। यहाँनिर अर्को गोलमालको रचना हुन्छ। फलस्वरूप जसरी आशा गरिएको थियो त्यसै गरी चाइनाबाट मात्रै टेन्डर पर्छ। ती मध्येमा 4वटा कम्पनीलाई टेन्डरमा सहभागी गराउनको लागि चाइनाले सिफारिस गरेको पत्र नागरिक उड्डयन मन्त्रालयलाई प्राप्त हुन्छ। सिफारिस पत्र जसमध्येमा 3वटा कम्पनीले टेन्डर पनि हाल्छन्। अब आउँछ कहानीमा ट्विस्ट। मिलीभगतको उत्कृष्ट नमुना। $145 मिलियन लागत अनुमान गरिएको जुन प्रोजेक्ट थियो त्यसमा सबभन्दा कम टेन्डर नै $305 मिलियन भन्दा बढीको पर्छ, अर्थात् डबल भन्दा पनि बढी। अरू टेन्डर त्योभन्दा झन् बढी मूल्यका हुन्छन्। त्यति मात्रै होइन, तीमध्ये कुनै पनि कम्पनीको टेन्डरमा तोकिएको जुन स्पेसिफिकेसन छ, योग्यता कन्डिसन पुगेको हुँदैन। तर चाइना कन्ट्र्याक्टर एसोसिएसनले 3वटा कम्पनीको योग्यता पुगेको भन्दै चिनिया दूतावास मार्फत नेपाल सरकारलाई एउटा पत्र पठाउँछ, सिफारिस पत्र। त्यसैको आधारमा नागरिक उड्डयन प्राधिकरण जुन छ उसले निर्णय पनि गरेको देखिन्छ। कूटनीतिक भाषामा यसलाई नोट भनिएला, तर सिधासिधी भाषामा सोर्स पोस्ट लगाएको भनिन्छ। नेपाली पक्षले यो हाम्रो अनुमानित लागत जति थियो अनुमान त्योभन्दा एकदमै बढी भयो भन्छ। तर चाइनाको CAMC इन्जिनियरिङ कम्पनी जसले सबभन्दा कम मूल्यको टेन्डर हालेको थियो, बिड हालेको थियो $305 मिलियन, उसले हामी नेपाली पक्षले गरेको कस्ट एस्टिमेट अनुसार नै काम गर्न सक्छौँ र नेगोसिएसनको लागि पनि तयार छौँ, तर कस्टिङ मोडल चाहिँ अब इपिसी होइन BOQ हुनुपर्छ भन्ने एउटा नयाँ प्रस्ताव लिएर आउँछ। त्योसँगै डिजाइन पनि अलिकति परिवर्तन गर्नको लागि प्रस्ताव गर्छ, जसले गर्दाखेरि लागत फरक पर्ने कुरा पनि निस्किन्छ त्यहीँनिर। अर्को गोलमाल कतिको याद गर्नुभयो, तिम्रो कस्ट मान्न हामी तयार छौँ, तर हामीले भनेको मोडलमा जानुपर्छ, डिजाइन चेन्ज गर्नुपर्छ, डिजाइन चेन्ज गर्दाखेरि लागत पनि परिवर्तन हुन्छ भन्ने खालको प्रस्ताव आउँछ। अब यहाँनिर कतिको याद गर्नुभयो तपाईँले, नेपाली पक्षले सुरुदेखि नै इपिसी मोडलमा काम गर्नुपर्छ भन्दै थियो, चाइनिज पक्षले अब यहाँनिर BOQ भन्ने नयाँ मोडल प्रस्ताव गर्दै थियो। अब यो बुझ्नको लागि छोटकरीमा यो इपिसी मोडल र BOQ मोडल के हो त्यो बुझाउन आउनुहोस्। यसबाट किन चाइनिज पक्षले सुरुमा सेट गरेको जुन मोडल थियो, मूल्य थियो, त्यसलाई परिवर्तन गर्न किन खोज्दैछ भन्ने कुरा बुझिन्छ। यो सँगैको मैले देखाएको टेबलमा हेर्नु होला, मैले कम्पेरिजन गरेर पनि राखेको छु, पज गरेर पनि हेर्नु होला। तर सारांशमा इपिसी मोडल भएको भएदेखि सुरुको डिजाइन जुन थियो त्यो डिजाइन चेन्ज गर्न साधारणतया पाइँदैन थियो। लागत एकमुष्ट देखाउनु पर्थ्यो, त्यो लागत परिमार्जन गर्न पाइँदैन थियो, परिवर्तन गर्न पाइँदैन थियो, अथवा परिवर्तन गर्न गाह्रो हुन्थ्यो। रेस्पोन्सिबिलिटी जुन छ त्यो सबै कन्ट्र्याक्टर अथवा चाइनिज पक्षमाथि जाने थियो, अर्थात् रेस्पोन्सिबिलिटीको भार चाइनिज पक्षले मात्रै बोक्नुपर्ने थियो, रिस्क पनि चाइनिज पक्षले मात्रै बोक्नुपर्ने हुन्थ्यो। नेपाल पक्ष अलिकति सुरक्षित हुने थियो त्यो मोडलमा जान पाएको भए। तर अब BOQ मोडलमा जाने बित्तिकै त्यसको उल्टो हुन्थ्यो, अर्थात् चाइनिज पक्ष सुरक्षित हुन्थ्यो, नेपाली पक्षले पनि रिस्क बियर गर्नुपर्ने आउन सक्थ्यो। BOQ मोडलको एउटै मात्र फाइदा भनेको कस्ट आइटमाइज्ड हुन्छ र ट्रान्सपरेन्सी अलिक बढी हुन्छ, त्यति हो। तर यसले चाइनिज पक्षलाई अलिकति बढी फाइदा र बिचमा खेल्ने ठाउँ दिन्थ्यो। त्यसैले उनीहरूले हामी नेगोसिएसन गर्न चाहिँ तयार छौँ, तर BOQ मोडलमा जान्छौँ भन्ने एउटा नयाँ कन्डिसन राखेको थियो। याद गर्नुहोला, यो बेलासम्म पनि बाबुराम भट्टराईकै मन्त्रीमण्डल छ। नेपालको सामुन्ने यो बेलासम्ममा जम्मा 3वटा घटनाहरू अथवा 3टा अप्सन आइसकेका थिए, जुन यही समितिको रिपोर्टले यहाँनिर देखाएको छ, हेर्नुहोला। जसमध्येमा प्राधिकरण आफैले सुरुमै तोकेको लागत $145 मिलियन इपिसी मोडलमा, चाइनिज कम्पनी CAMC ले बिड गरेको सबैभन्दा कम रकम $305 मिलियन को। अनि यदि फरक मोडलमा जाने हो भने चाहिँ सम्भाव्यता अध्ययन प्रतिवेदनले दिएको अर्को $264 मिलियन को लागत भएको अर्को अप्सन, 3वटा अप्सन। सारांशमा सबैमा ओरिजिनल लागत भन्दा झन्डै डबल अथवा त्योभन्दा बढी पनि मूल्य पर्ने गरी देखाइएको थियो। यहाँनिर आएर नेपालको राजनीति पनि सँगसँगै बुझ्दै जानुपर्ने हुन्छ। यो बेलामा त्यो बेला संविधान सभाको मारामार थियो नेपालमा, गणतन्त्र भर्खरै जन्मेको थियो, कसैले कसैलाई विश्वास गरिसकेको स्थिति थिएन, को प्रधानमन्त्री हुने भन्ने हानाथाप थियो, एउटाले अर्कोलाई नटेर्ने स्थिति थियो। खिलराज रेग्मी सर्वोच्च अदालतका प्रधान न्यायाधीश थिए, प्रधान न्यायाधीश हुँदाहुँदै यता सरकार प्रमुख पनि हुनको लागि उनलाई निम्तो पुगेको थियो, सर्वसम्मत भएका थिए भनौँ। नेपालकै मात्रै होइन, सायद संसारकै इतिहासको यो सबैभन्दा नौलो घटना हुँदै थियो नेपालमा। अवस्था एकदमै तरल र चलायमान थियो। कत्रा ठुला राजनीतिक घटनाक्रमहरू हुँदै थिए यो बेलामा।